यिनीहरू छक्क पर्नुहुन्छ क्या यो कुरी भिलेज तल देख्यो होइन यहाँबाट हामी निस्केको माथि आए जस्तो लाग्ने होइन होटलहरू तल कुरी भिलेज भन्ने तल दिस इज द एन एक्सपिरियंस इन नेपाल अच्छा लग रहा है गणेश क्या के साइड से चलो साइड से पुल हो यो तल खोल्सा रहेछ क्या This is long journey all the way from Kathmandu to Kalinchok today. It will take around 5-6 hours because the off-road and there are congested roads giving so many hurdles. And with me here, none other than Simu. Hello. We are just taking rest right now on the roadside, and you can see a river downside. And it's called the Kabre district. It's near to Kathmandu. This is Indravati Nadi. It's called Indravati River. This is सल्लाहगारी आमामा तल गाउँ हेर्नु त तल खेतहरू यहाँनिर त वैशाखमा नलागिकनै भनौँ न चैतमै हरियाली भइसकेको छ तर यो हुन्छ नि क्लाउडी टाइपको छ सिन चाहिँ अनि यो चाहिँ ठ्याक्कै रेस्ट गरेको अहिले हामी हेर्नु छ व्हाट यु वान्ट टु टेक इट I don't want to eat anything. नो जस्ट ड्रिङ्क सफ्ट ड्रिङ्क वाट एभर जुस No. नो अनि सी इज अल्सो tired because he is sitting behind to me, you know, and somewhere congested road and giving so much trouble. So are you happy with the adventure? Yes. Still we have to go 56 kilometer around, maybe to take time 2 hours if we go slowly. Oh. See? हम अभी किधर हैं? Oh, we are moving towards Kuri village known as Kalinchok हैन सो कालिम्पोङ अझै 40 किलोमिटर छ तर त्योभन्दा अगाडिको यो छ नि एकदमै अमेजिङ सिन हेर्नु न कहाँ मलाई इलाम गए जस्तो पनि लाग्ने कहाँ माथि ले सिद्धतिर गए जस्तो पनि लाग्ने बसन्तपुर जस्तो हैन एन्ड वी आर फिलिङ सो कुल विन्डी मतलब हावा पनि चिसो छ अझै माथि जाँदा अझै चिसो होला सो काठमाडौँदेखि जर्नी हैन एकदमै लामो जर्नी भइरहेछ सो हाउ इज फिलिङ चलो Amazing. लेकिन मेरो कपाल चाहिँ हलभुतुल भएछ हावाले त्यही भएर पछाडिको सिन चाहिँ अमेजिङ छ क्या हेर्न एकदमै अमेजिङ अझै हामी चाहिँ जाँदैछौँ यहाँबाट होइन यहाँ सिनेको साइड सिनहरूलाई रोकेर मजा आइरहेछ स्टे ट्युन अब माथि बेसी हेरौँ कस्तो छ है बाई बाई वाउ होटल फायर साइट यसमै हो खासमा बसेको मेन रिसेप्सन चाहिँ यहाँ भित्र भयो द कस्टमरहरू होइन गेस्टहरू दे आर हियर सो यो चाहिँ कस्तो भने ठक्क दुई चारैतिर डाँडा बिचमा छ क्या अनि कुरी भिलेज पनि हुन्छ जस राम्रै छ अब के हुन्छ यसमा फायर साइट के हुन्छ नि देखा जाएगा दिस इज क्याम्प फायर है रमाइलो भइरहेछ एकदम यता चाहिँ हामी छुट्टै छ होइन आदि ओके फिलिङ सो कोल्ड नाचेको हेर्नु न
यात्रा भएर कि सिमु चाहिँ एकदमै थाकेर 1 घन्टा जति सुत्छु भनेर सुत्नु दिएको उसलाई रेस्ट गरोस् बिचरा कहिले अब यस्तो लङ ट्राभल गरेको छैन त्यो पनि बाइक राइडिङमा त एकदमै गाह्रो छ नि त अहिले यहाँनिर तपाईँले हावा चलेको त देख्नुहुन्न बट यति चिसो हावा चलेको छ कि यहाँ रहेछ यहाँको चाहिँ पसलहरू यस्तो रहेछ के पाउँछ किराना पसल होइन सबै पाउँछ ओहो ढेँडो के को ढेँडो यो मकैको ढेँडो ताप्दै भनेको छ हेलो गुड मर्निङ फ्रम कुरी भिलेज खालिन्चोक दिस इज मर्निङ टाइम यु क्यान सी द सनराइज अघि नै माथि आइसक्यो होइन अनि यहाँको एटमोस्फियरहरू यहाँको घरको डिजाइनहरू सबै यस्तै छ सो इभिनिङ समय तपाईँहरूले पनि देखाएको थिएँ होइन सो मर्निङ टाइम तपाईँले देखाइरहेको छु यही हो यहाँको स्टाइल होइन सबै उयो हुन्छ अब यहाँबाट अलिकति हिँड्नुपर्छ होइन केवल कारको स्टेसन पुग्नको लागि त्यस पछाडि हामी फेरि त्यहाँ मन्दिर जान्छौँ लेट्स सी कस्तो छ त्यहाँको सिनहरू सबैजना जाँदैछ मन्दिर हाई गुड मर्निङ हाउ इज फिलिङ टुडे Little bit good. Not healthy, but it's okay. Fine. Now we can see the crowd. They are moving on to temple. अब हामी जाँदैछौँ घाम लगाएछ न्यानो भइरहेछ त होइन तर पनि चिसो छ एकदमै चिसो छ सौ दिउँसो भए चाहिँ झन् हावा चले चिसो हुँदैछ पूजाको सामान पाउँदैछ यो घन्टी चाहिँ 100 रुपियाँ अरे 150 अरे 200 अरे अनि अलरेडी वी हेभ इट हामी जाँदैछौँ फेरि वाउ यु क्यान सी द सिन अराउन्ड वाउ एन्ड सो कोल्ड ओभर हियर अब हामी पुग्न लागेको चाहिँ यो माथि जुन जाने केबल कार छ होइन स्टेसनमा वाउ वेलकम खालिन्चोक भगवती हाम्रो केबल कार स्टेसन यहीँ रहेछ ल अब यहाँदेखि हिँड्दै जाँदा नि हुन्छ होइन हिँड्दै जाँदा पनि एकदम एडभेन्चर हुन्छ बट सिमु चाहिँ एकदमै बिरामी छ होइन सो सी क्यान वक अनि अब केबल कारमै जाने विचार गऱ्यौँ त्यही माथि डाँडा पनि रहेछ लभ डाँडा जस्तो यु क्यान सी द हर्स ओभर देयर ओके यहाँको यु क्यान सी द लाइन अप दिस इज क्यू फर द टिकट आई थिङ्क सो टिकट ओके लाइन लाग्नुपर्ने हो सबैको कार्ड चाहियो नि 8 जनाको टिम आउँदैछ सिट हियर हेलो हेलो कहाँबाट आउनुभएको भक्तपुर भक्तपुर भने चाहिँ तपाईँ पहिल्यै भक्तपुरवासी नै हो एकजना 2 जना हामी 8 जना भयो है 8 जना Are you scared? No? Let's see the first hand experience. It's on cable car. Turn Simo. Go inside. म लास्टमा चढ्नु पर्यो हामी सबै चढ्न लागेको 4 जना 8 जना भिडियो बनाउँदैछौँ हेलो 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 कस्तो मजा आउँदो रहेछ हेरेर बस्दा त अब हामी जाने मासतिर फेरि माथि चाहिँ त्यो घुममा कान बन्द हुन्छ नि हैन अक्सिजन कम हुन्छ नि त यो बन्द गरेपछि हिमाल धेरै नजिक देखिरहेछ एभरेस्ट माउन्टेन इट्स भेरी नियर म पहिला हिँडेर गएको से समथिङ कस्तो लागिरहेछ लुक इट डाउन साइड ल्याउनु म खिदिन्छु एकछिनबाट डर लागेको छैन तपाईँहरूलाई छैन रमाइलो गर्छु होला टिकटकमा चाहिँ हालेको छैन पहिला कतिजना हामी सबैको आउने तलबाट पनि बाटो छ नि त सँगै आउनुभयो हो बाई वक पनि जान सकिन्छ तर अब एउटा एक्सपिरियन्स हो नि त केबल कार आएपछि अब टपमा जाँदैछ हामी
3842 3842 meter from the sea level भनेपछि is highest, you know. Of course the climate is very cold over here. And where is the mountain? This is mountain area, mountain range. Maybe we are top from mountain area. हिमाल त हामी सँगसँगै देखिन्छ त है। तर माथि होला नि उता चन्द्रद्वारी भन्दा उचाइमा हो कि यो अलिक चन्द्रगिरी यो न हो चाहिँ हो चन्द्रगिरी यो चाहिँ उचाइमा यो उचाइमा छ नि यो अग्लोमा छ नि मतलब के त्यो हामी जहाँ केबल कार छ त उचाइ चाहिँ भन्दा उचाइ चन्द्रगिरीको फुलचोकी भन्दा नि उचाइमै होला यो चन्द्रगिरीको चाहिँ अलिक लामो छ तर यो बजार चाहिँ त्यो आउँछ चन्द्रगिरीको लामो छ नि कति लामो छ जङ्गलले कति लामो छ तर यो अब पहाडको हिसाबले अग्लोको हिसाबले चाहिँ यो हो कि टक्क यो जोर्डीमा हाम्रो वाउ बाटो चाहिँ उल्टो होला हैन बाटोहरु बाटो हैन बाटो चाहिँ उयो रहेछ डर लाग्यो अरे अग्लो भएर के हिँड्ने बाटो यही हो तर नि मान्छेहरू ऊ माथि डाँडा डाँडामा मान्छे रहेछ वाउ स्केरी हिँडेर अझै मजा आउँछ क्या हिँड्न सक्यो घरमा त फर्स्ट टाइम हो के चढेको कस्तो कस्तो अहिले चाहिँ डर लाग्यो डर त मलाई त लागेन कान डर भन्दा पनि यसरी बोलेर हिँड्यो भने चाहिँ डर नलाग्ने चाहिँ एकदमै हेऱ्यो भने चाहिँ मुटु अलि ढुकढुक हुँदो रहेछ कहाँ भित्र छिरिया त यहाँ ओ यही त यही त हो यही हो झन्डै सास पुगानु तान्दैछ ए पछाडि गयो कम यस यताबाट बाहिर एक्जिट कम अन वाउ डाउन बाफ रे बाफ आम्मामा पहाड हेर्नु त पहाड भन्दा माथि अग्लो रहेछ हामीले देखेको डाँडा त्यही हो त्योभन्दा अग्लो रहेछ बाइकमा आउँदाखेरि हामी त्योभन्दा नि अग्लो डाँडा आउँछ पारी दिएछ नि बाइकमा आउँदा त्यो देखिन्छ बट दिस इज स्टप टेक केयर माथि डाँडा रहेछ हामी सबैजना माथि चढ्दैछौँ से समथिङ नीचे मत देखना देख सकती हो ऐसा कुछ नहीं हाथ से डर नहीं है ठीक है बट फॉर मी हाइट फोबिया कुरी भिलेज हामी बस्ने त्यही तल बाफ रे बाफ अब हिमाल त नजिकै देखिँदैछ सी द माउन्टेन द्याट साइड यिनीहरू छक्क पर्नुहुन्छ क्या यो कुरी भिलेज तल देख्यो होइन यहाँबाट हामी निस्केको यो मन्दिर जाँदैछौँ मन्दिर त चाहिँ माथि छ हाई से समथिङ लाउडली मंदिर कहाँ है इट्स टॉप ऑफ द पीक सी I don't know how to go. It's yeah. So going a route from here and it's coming route from that side. यहाँबाट सिडी जानुपर्ने रहेछ आहा वाउ भिरमा पो रहेछ है चिसो न चिसो भर्याङ चढ्नुपर्ने आनन्द त आनन्द आएको है पहिलोचोटि हो पहिलोचोटि भाइ पहिलोचोटि हो पर हेर्नु न डाँडाहरू कस्तो रहन्छ है कहाँ माथि आए जस्तो लाग्ने होइन होटेलहरू तल
कुरी भिलेज भन्दै त हामी हामी त्यहीँ बस्यो नि हामी खोइ त्यो कुनमा पो बस्यो नामै बिर्स्यो अहिले बाफ्रे डाँडाहरू हुँदा हामी माथि यो हो नि त हौ दिस इज द एन एक्सपिरियन्स इन नेपाल you will go every corner you'll feel different an experience you know atmosphere is different and the people that climbing up by staircase yeah it's very comfortable for the pilgrims तर एकदम अजीब लाग्छ क्या यहाँ नि त यो पत्थरै पत्थर हो नि त होइन यस्तो ओडार जस्तो यहाँ काटेर बनाएको क्या यो अब यहाँ त यो तलतिर भिरमा हेऱ्यो भने त रिङ्गटा चल्छ होइन हेर्ने है यस्तो भिरमा खोपेर बनाएको छ जाँदैछन् तर यो हिउँको सिजनमा त पुरै यहाँ हिउँ हुन्छ ल रेल में डाल रही हो डाल दो बेलुका आउँदाखेरि मान्छे नै सस्तो लागेको थिएन अहिले त टन्नै मान्छे बस्ने भनेको त्यही हो यो एउटै मात्र एउटा ठाउँ छ कुरी भिलेज सबैजना त्यहाँनिर होइन बस्ने हो बिहान भएपछि यता आउने हो माथि हेर्नु त पुल पनि देखिरहेको छ नि है कस्तो त्यहाँ त रिङ्गटै लाग्छ होला त्यहाँ पुग्दाखेरि त हेरौँ न मजा लाग्यो अनि यो सिस्टम चाहिँ आफ्नो ब्लेसहरू पुरा हुन्छ भन्छ होइन ढुङ्गा माथि ढुङ्गा राख्यो भने जस्तो कि मैले यो माथि राखेँ ए लड्यो ला सबै लड्यो यहाँ राख्दै हो बिस्तारै बिसाउँदै बिसाउँदै हिँड्दा नि हुन्छ क्या यहाँ अलिक अक्सिजनको मात्रा कम हुन्छ नि त त्यहाँ चक्कर लाग्न सक्छ क्या बाफ्रे बाफ मजा आइरहेछ हौ फाइनल्ली हामी पुग्न लाग्यौँ हो माथि हो कि यो मन्दिर माथि हो यहाँ पनि पूजा ए गणेश भगवान हो ए हो गणेश भगवानको पूजा गर्नुपर्छ पहिला ओके गणेश भगवानको पहिला पूजा गरौँ बादमा फेरि सोध्नु गणेश भगवानको हात टच करके ना पूजा गर्दैछौँ गणेश भगवानको सक्यो पूजा गर्नु अगाडि चाहिँ गणेश भगवानको पूजा गर्नु होइन फेरि माथि यहाँ चाहिँ पुल रहेछ फेरि यतापट्टि चाहिँ खोल्सा जस्तो छ हामीलाई तल चाहिँ खोल्सा होइन यो माथि चाहिँ भर्याङ रहेछ क्या अच्छा लग रहा है गणेश क्या हो के साइड से चलो साइड से पुल हो यो तल खोल्सा रहेछ क्या साइड से चलो जस्ट क्याच एन्ड मुभ अन अलिकति चाहिँ अप्ठ्यारो छ है हेर्नु तल यस्तो खोल्सा छ नि त यहाँ पुल छ अनि पुलहरू चढ्नुपर्छ क्या यस्तै नै सिमु डराइरहेछ अहिले चाहिँ चढिरहेछ सी इज ब्रेभ इनफ युआर ब्रेभ गर्ल ओके ल कैसा लगा थोड़ा सा स्केयर हो गया ना पुग्नै लाग्यो अब टपमा छ हिमालहरू देखेर अचम्म लाग्छ पुग्न लाग्यौँ कालिचोक भगवती ओके मन्दिर जय कालिचोक भगवती कि जय ओ बाप रे बाप
ओके वाह ऐना पनि देखिरहेछ ओके पूजा गर्नु ल क्या करना पूजा करना कैसे पहले हाथ धो ल वहाँ पे शिला में वो तो पत्थर में यहाँ हान्नु मैले नि